नमस्कार सम्पूर्णमा म हजुरहरूलाई आज चाहिँ पेप्टिक अल्सर यानि कि पेटको घाउ भित्री घाउ भनेको के हो भन्ने बारेमा छोटो जानकारी दिन्छु। पेप्टिक अल्सर हामी सबैले सुनेको कतिलाई भएको पनि हुनसक्छ, जसले गर्दा अलिकति गम्भीर रूप नै लिन्छ। यसमा के हुन्छ भनेपछि पेटको जुन भित्री भाग हुन्छ हाम्रो भित्री, जहाँ चाहिँ एसियल, ग्यास्ट्रिक जुस, पेप्सिनहरू सिक्रिट हुन्छ र यो पेप्सिनले चाहिँ हजुरको प्रोटिन भन्दाखेरि मासुहरू जुन खान्छौँ त्यहाँबाट हामीले प्रोटिन लिन्छौँ नि, हो त्यो प्रोटिनलाई डाइजेसन गर्नमा यानि कि पचाउनमा मद्दत गर्छ। अब यो कस्तो हुन्छ भनेपछि भित्री जुन म्युकोजल लेयर हुन्छ नि, जुन भित्री लेयर, यो पेप्सिन र यो ग्यास्ट्रिक जुसहरूबाट बचाउनलाई चाहिँ त्यो लेयर बनेको हुन्छ। त्यो लेयर नभइदियो भने यो यो पेप्सिन, यो ग्यास्ट्रिक जुसहरूले दुलोसम्म बनाइदिन्छ, त्यो पेटभित्रै चाहिँ एकदम घाउ बनाइदिन्छ। त्यही भएर त्यो लेयर अथवा त्यो भित्री भाग लेयरले, म्युकोजल लेयर भन्छौँ हामी, त्यसले चाहिँ बचाएर राखे। एकदम धेरै ग्यास्ट्रिक जुसहरू, पेप्सिनहरू सिक्रिट भयो भने चाहिँ के हुन्छ भनेपछि घाउ अथवा त्यहाँनिर एकदम चिथारे अथवा ल्यासरेटेड भन्छौँ हामी, त्यस्तो कन्डिसन हुन्छ र त्यहाँनिर अल्सर चाहिँ बन्दै जाने हो। हजुरहरूले एच पाइलोरिक त सुन्नुभयो होला, जुन चाहिँ कसरी चाहिँ हुन्छ। एच पाइलोरिक आउँछ भनेपछि हामीले हात नधोइकन खान्छौँ, जुन माटोमै त्यो ब्याक्टेरिया हुन्छ अथवा खाना खाँदा जुठोसँग सर्ने, पानीबाट सर्ने, हाम्रो यो सेलाइभा भन्छौँ हामी, ल्यार त्यहाँबाट सर्ने, माटोबाट सर्ने, जुठो खाना खायो भने सर्ने गर्छ यो एच पाइलोरिक। अनि एच पाइलोरिक आएर हाम्रो पेटको जुन भित्री भाग, जुन हामीले म्युकोजा भन्यौँ नि, त्यहाँ गएर बस्छ। ब्याक्टेरिया जुन हुन्छ ग्राम नेगेटिभ ब्याक्टेरिया हामी भन्छौँ हाम्रो मेडिकल टर्ममा। अनि यो गएर हाम्रो म्युकोजल लेयरमा बस्दिन्छ अनि त्यहाँनिर उसले आफ्नै एउटा इन्जाइम सिक्रेट गरेर त्यहाँनिर बसिहाल्छ लाइनिङ, म्युकोजा लाइनिङमा गएर। स्टमकले थाहा पाउँछ। अब स्टमकले चाहिँ के गर्छ भनेपछि कुनै एक्स्ट्रा जुस आयो भनेर उसले आफ्नो जुन ग्यास्ट्रिक जुस एकदम धेरै चाहिँ सिक्रेट गर्न थाल्छ, यानि कि निकाल्न। एकदम धेरै एसिड प्रोड्युस भएपछि अब त्यहाँनिर त्यो लाइनिङलाई चाहिँ अझ ड्यामेजै गरिदिन्छ अनि त्यहाँनिर बिस्तारै चाहिँ घाउ चाहिँ डेभलप हुँदै जाने हो, त्यो एरियामा चाहिँ घाउ बन्दै जाने हो र त्यसैलाई हामी पेप्टिक अल्सर। यो चाहिँ अक्युट र क्रोनिक कन्डिसनमा चाहिँ हुन्छ है।